सभा राम्रो तरिकाले गरून् हैन। पत्रकारहरूको हक हितलाई ध्यानमा राख्दै अहिलेको जुन समस्या भइराखेका छन् त्यसलाई दृष्टिगत गर्दै जुन कार्यकाल गरिराख्नु भएको छ, विगतमा पनि गर्दै आइराख्नु भएको छ, निष्पक्ष ढङ्गले एउटा सही तरिकाले गर्नुहोस्। आगामी म बढी समय लिन्न, सबभन्दा राम्रो हिसाबले जुन छ तपाईहरू अगाडि बढ्नुहुन्छ भन्ने विश्वास छ र सबलाई समेट्ने गरी तपाईहरू आफ्नो कार्यक्रम अगाडि चाल्नुहुन्छ भन्ने पनि पूर्ण विश्वास छु। तसर्थ सबलाई ध्यानमा राख्दै तपाईको कार्यकाल सफल होस् भन्ने शुभकामनाका साथ म आफ्नो मन्तव्य यही टुङ्गाउन चाहन्छु। धन्यवाद। हमरा सबके छाता संगठन नेपाल पत्रकार महासंघ धनसा के अध्यक्ष मोनिका झा लगायत हॉल में उपस्थित संपूर्ण साथी सब में अभिवादन करना चाहते। वास्तव में आज समाजवादी प्रेस संगठन नेपाल जो प्रथम साधारण सभा के तय के उपलक्ष्य में सबसे पहले बहुत बहुत शुभकामना आ बधाई दिए चाहब जे सफलतापूर्वक अहाँ के साधारण सभा संपन्न हुए। एठन बेसी नहीं बाजब, माननीय मंत्री जी सेहो अछि। माननीय मंत्री जी सरकार के एक अंग अछि और एठमन जैसे अहाँ के हमरा देश में मध्य प्रदेश में धनसा जिला में मीडिया के अवस्था धराशायी बन गए। एठन अहाँ के तीन टा जे है से अहाँ के मीडिया क्षेत्र में काज करे वाला मध्य सरकार जे है से गठन केने अछि। मीडिया काउंसिल, आम संचार प्राधिकरण, चलचित्र विकास बोर्ड या समथिंग की नाम है। नामों ने हम सब जने से द्वारा की काम करवाया गाड़ी किछ नहीं बने के द्वारा अपना से नाम बुझा में नहीं आ। हम आग्रह की करत चाहब माननीय मंत्री जी से, जब मीडिया के अवस्था धराशाही बन गए, जय मीडिया से जैसे आंदोलन से जैसे स्थापित अपने सब सरकार बनेने छी, आज जैसे जतेक भी अहाँ के जन आंदोलन से लग प्रत्येक आमूल्य परिवर्तन में जैसे अहाँ के मीडिया की भूमिका एकदम जैसे अपरिहार्य है। वही समय में जैसे वही अवस्था में जैसे जब मीडिया धराशाही बन गए तो एत के जैसे सरकार जैसे केंद्रीय मीडिया दे जैसे केंद्रीय सरकारी मीडिया दे जैसे आगे समन्वय करके जैसे विज्ञापन उपलब्ध करबे। इतने ऐसा बड़का दुर्भाग्य की भ सके। हम माननीय मंत्री जी से आग्रह कर चाहब, तीन टा अहाँ के निकाय है, तीनों निकाय से जैसे अपने सब जैसे हम आग्रह कर चाहब कि कम से कम जैसे एखन धराशाही बन गए जैसे मीडिया क्षेत्र धराशाही बन रहा है, तहन अवस्था में जैसे पत्रकार के लिए जैसे अहाँ के लैपटॉप बांटल जाए, पत्रकार के लिए जैसे कैमरा बांटल जाए, पत्रकार के लिए जैसे कंप्यूटर बांटल जाए, पत्र पत्रिका के बचाव के लिए जैसे प्रेस के स्थापना किया जाए ताकि सहज रूप में सहूलियत रूप में जैसे आगे अपन जैसे पत्रिका छपा के जीवन यापन कर सके। या कहे बेसी समय नहीं, समय लेट भ गए, फिर से जैसे कार्यक्रम के सफलता के कामना करे शुभकामना देव चाहब। धन्यवाद। अपने सबके ध्यान आकर्षण करवा चाहब, खास कर पत्रकार सबके हम सब छाता संगठन छी अहाँ के सब गोटे मिलकर महासंघ बनेने छी। में से एक पिलर अहाँ के समाजवादी प्रेस संगठन है, प्रेस यूनियन है, प्रेस चौकारी है, प्रेस सेंटर से अहाँ के मंच से लगाए बहुत संस्था सब मिलकर बनेने छे। संपूर्ण खास कर नेपाल पत्रकार महासंघ के काज किएबाक चाहिए तो श्रमजीवी पत्रकार सबके पुनः अधिकार सुरक्षित हेतै, केना सुरक्षित वातावरण में पत्रकार सब पत्रकारिता कर पाते ओहि दिस वास्तव में ध्यान केंद्रित हेबाक चाहिए। क्या कि संस्था तो खड़ा भ जाए छे। एकटा कहावत भ गेल छे जे पत्रकारिता बाहेक एठाम के पत्रकार सब चीज करे छे। आइ काल्हि हमरा लोग कहे है कि जे तपाईका साथीहरुले पत्रकारिता बाहेक अरु सब थोक गर्छ त से संस्था सब नहीं होए। कम से कम हम सब पत्रकार के संस्था रहे तो पत्रकारिता करी से आग्रह कर चाहते। अब ओना शुभकामना देवा के बाद से में बात विवाद करेंगे, कोनो खासे विषय वस्तु हम नहीं देखे छिए। संस्था के कार्यक्रम छे और इस संगठन प्रेस पत्रकार महासंघ के एक शाखा के रूप में एक डायर के रूप में छै। हार्दिक इनका सबके जैसे से आगामी दिन में के नेतृत्व से पत्रकार के श्रमजीवी के हक हित के लिए काज होए कहू के अपेक्षा कर चाह। कमरेड विश्वमणि सुवेदीज्यू, विशेष अतिथि के रूप में पाल्नु भएका बृहत्तर जन विकास क्षेत्र परिषद का अध्यक्ष आदरणीय शीतल शाहज्यू, बुद्धिजीवी समाजवादी बुद्धिजीवी परिषद का हमारा संलग्न डॉक्टर रामसागर पंडित जी, आम प्राधिकरण का अध्यक्ष
श्याम सुंदर यादव जी, पत्रकार महासंघ धनुषा का अध्यक्ष मोनिका झा जी, निवर्तमान अध्यक्ष अनिल मिश्रा जी, प्रेस यूनियन का अध्यक्ष प्रिय भाई राजन सिंह, प्रेस चौतारी का अध्यक्ष अवधेश कामत जी, प्रेस चौतारी का प्रदेश सचिव भगलू मंडल जी, प्रकाशक महासंघ का महासचिव उपेन्द्र भगत नागवंशी जी, विभिन्न मिडियाबाट पाल्नुभएका सञ्चारकर्मी मित्रहरू, विभिन्न सङ्गठनबाट पाल्नुभएका सञ्चारकर्मी मित्रहरू, म लामो कुरा गर्दिनँ, शुभकामना यो दिन चाहन्छु यो ऐतिहासिक प्रथम साधारण सभाको। र सानो एउटा दुईवटा कुरा मैले के राख्न चाहन्छु भने यो 3 तहको सरकारको भूमिका 3 तहमा कुन हिसाबले भइरहेको छ सबैले हेरिरहेको छ, तर सञ्चार र पत्रकारप्रति उहाँहरू पक्कै पनि जुन भूमिका उहाँहरूको हुनुपर्ने थियो त्यो हुन गइरहेको छैन। आम प्राधिकरणले पनि अलिकता आफ्नो क्षेत्र बढाउनुपर्छ, खास गरेर यो मध्य प्रदेशमा विभिन्न कुराहरू छ। पत्रकार महासङ्घको सदस्यताको विषयमा यहाँ कुराहरू पनि चलिसक्यो। हामी आबद्ध भएको हिसाबले काम गर्ने सञ्चारकर्मीलाई चाहिँ हामीले सदस्यता दिनुपर्छ होइन। जो काम गर्ने छैन, कुनै हिसाब किताबले संलग्न पनि छैन, त्यस्ता व्यक्तिहरूलाई सदस्यता दिनु मैले मुनासिब सम्झेको छैन। आज की समाजवादी प्रेस संगठन के पहिल जिला अधिवेशन के अध्यक्षता कर रहे अध्यक्ष जी, प्रमुख अतिथि माननीय मंत्री गोविंद नेपाने जी, प्रेस समाजवादी प्रेस संगठन केंद्रीय अध्यक्ष मित्र विश्वमणि सुवेदी जी लगायत मंचासीन आदरणीय व्यक्तित्व सब और उपस्थित संपूर्ण पत्रकार साथी सब में हमार शीतल शाह और बृहत्तर जनकपुर क्षेत्र विकास परिषद की तरफ से हार्दिक न्यानो अभिवादन। हम बृहत्तर जनकपुर क्षेत्र विकास परिषद के अध्यक्ष बेसी एगो अपना के अखनो देर पत्रकार कह के चिन्हावा में हमरा खुशी लगे, निक लगे। और ई हम मुँह से नहीं कह रहा छी, हम काज क के बहुत देखेने छी, लेकिन हम बजे कम छी, करे छी। अपने सब ये ढुक रहू जो पत्रकारिता के बात होते तो हमरा लग रहा है कि अठाम हमरा से बहुत कम आदमी अहाँ के श्रमजीवी भेल, लेकिन हम एक सोच और विजन रखलिए कि हम ये काज करब के हमरा ला कुछो नहीं स्रोत साधन तैयो ला ई करब के तो हम क के देखा संचार प्राधिकरण का अध्यक्ष जी, विभिन्न के रे पत्रकार महासंघ का वर्तमान निवर्तमान का अध्यक्ष जी, यसै संगठन का केंद्रीय अध्यक्ष जी, विभिन्न संगठन का मधेसी पत्रकार समाज, प्रेस यूनियन धनुषा, प्रेस चौतारी, प्रेस संगठन, प्रेस मंच, सबै अरू नाउँ छुटे पनि सबै संगठन का पदाधिकारी जीवहरू र यहाँ अरू पत्रकार जीवमा मेरो तर्फबाट मधेस सरकारको तर्फबाट तपाईहरुलाई न्यानो अभिवादन गर्न चाहन्छु। साधारण सभा रहेछ, यस साधारण सभामा तपाईहरुले आजसम्म कति काम गर्नुभयो, यसका सदस्यज्यूहरूले त्यसको छलफल गर्नुहुनेछ। त्यसमा राम्रा काम गरेकालाई अझ राम्रो गर्ने प्रयासका निर्णयहरू गर्नुहुनेछ। यस्तै गरिकन केही कदाचित केही खराब कुराहरू भएका छन् भने किन भयो, कसरी भयो, यसलाई कसरी गर्न सकिँदैन भन्ने वृहत छलफलका साथ तपाईहरुले यस साधारण सभालाई सम्पूर्णता गर्नुहुन्छ भन्ने शुभकामना दिन चाहन्छु। पहिले दोस्रो शुभकामना दिन चाहन्छु, तपाईहरुले प्रेस जगतका पत्रकारजीहरूको जुन वर्गीय स्वार्थ हुन्छ, जो उहाँहरूको वृत्ति विकासमा जुन समस्या आउँछन्, वृत्ति विकासका समस्या, उहाँहरूको उत्थान, उहाँहरूलाई के भन्छ भने वृत्ति विकासको लागि विभिन्न तालिमहरू गर्ने काममा तपाईहरु अग्रसर भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पनि शुभकामना दिन चाहन्छु। तपाईहरुले अझ समाजवादी प्रेस संगठन भनेर यो संस्था
को साधारण सभा गर्दै हुनुहुन्छ हो। यो मुलुकमा अब हामीले सामन्ती कुरालाई निर्मूल गरिसक्यौँ। अब हामी पुँजीवादी दिशातिर जाँदैछौँ र पुँजीवादलाई हामीले अहिलेको बेलामा विकास नै पुँजीको गर्नुपर्ने यस नेपालको आवश्यकता हो। हामीले पुँजी विकास गर्नुपर्छ, तर पुँजीवादले त्यसलाई पुँजीवादका ती नङ्ग्राहरू हुन्छन्, ती नङहरू हुन्छन्, त्यसले कप्रेर यदि समाजलाई कप्रिन थाल्यो भने समाज विकृत हुन्छ। त्यसैले त्यसलाई समाजवादले गभर्न गरेको हुनुपर्छ। समाजवादले गभर्न गरेको पुँजीवाद चल्नु पर्दछ। यो सङ्गठनले यो दिशासित फाइदा चाल्ला, किनभने यसको 9 वडे देख्दैछु म, 9 वडे त्यो छ। म त्यो विश्वास गर्दछु त्यो पाइला चाल्नको लागि तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। आज समाज ग्रसित छ। हामी सामन्तवादको धेरै वर्ष शोषणबाट मुक्त समाज, पुँजीवादको राम्रो विकास भइसकेको छैन, पुँजी हामीले बनाउन सकेका छैनौँ। यसतर्फ पनि यस प्रेस सङ्गठनले कलम चाल्ला, तर्फ त्यो विचारहरूको प्रतिपादन गर्ला भन्ने मैले विश्वास लिएको छु र त्यो गर्छ भन्ने शुभकामना दिन चाहन्छु। त्यस्तै गरिकन ती विचारहरूलाई कसैले संरक्षित गरेर अगाडि बढिरहेको छ भने उसलाई उत्साहित गर्ने, प्रोत्साहित गर्ने काम पनि गर्नु यो प्रेस सङ्गठनले गर्ला भन्ने मैले विश्वास लिएको छु। मैले र शुभकामना दिन चाहन्छु। सिर्फ विरोध मात्रै गरेर, नराम्राका विरोध र राम्रालाई समर्थन गर्ने काम पनि यस सङ्गठनको एउटा नयाँ आयाम थप्नुहुन्छ भन्ने मैले यसलाई शुभकामना दिन चाहन्छु। यो सङ्गठनलाई म के देख्दैछु भने समाचार बेच्ने नाउँमा होइन, धेरै पढिदियोस् भन्ने नाउँमा चटपटे अलिक विद्रोह गर्ने समाचारहरू मात्र त नभनौँ, राम्रा पनि आएका छन्। मैले यसरी गरेर सबलाई तपाईँहरूलाई दोष दिइनँ, ती राम्रा पनि धेरै गर्नुभएको छ। तर धेरै जसो अघि हाम्रो श्याम सिन्दुरजीले उठाए जस्तै त्यो के अरे आजकल त राम्रो छ नि, मोबाइलमा खबर आउँछ नि, के भन्छन् अरे अनलाइन, त्यो अनलाइन समाचारले त विनाशै पारिदिएको छ। ल ठिक छ, तर त्यसमा पनि राम्रा छन् है, फेरि अनलाइनमा पनि राम्रा खबर आएका छन्, त्यसलाई धन्यवाद, त्यसलाई संरक्षित गर्नुहुनेछ। र यस्ता कुराहरूलाई कसरी आफ्ना सदस्यबाट यस्ता कुरा नहुन दिने कुरामा तपाईँहरू सचेत हुनुहुन्छ भन्ने शुभकामना। र त्यस्तै गरिकन कृषि मन्त्रालयका अरू पनि कुरा छन्, त्यो आओस्। तपाईँहरू पत्रकार लेख्नुहोस्, तपाईँहरू लेख्नुहोस्, समाजवादीले लेख्नु पऱ्यो मेरो मन्त्रालयका गडबडी। त्यसलाई म सार्थक रूपमा लिन्छु, त्यो मलाई सचेत गराएको, मलाई राम्रो मन्त्री बनाउन खोजेको भन्ने म रूपमा लिन्छु। तपाईँहरूले गाली गरेको रूपमा लिनु छुइनँ। यति विश्वास दिलाउँदै तपाईँहरूको यो प्रथम साधारण सभालाई पूर्ण सफल होस् र यहाँ उठेका धेरै विचारका बारेमा एउटै कुरा भन्छु म। यहाँ धेरै उठ्यो तपाईँहरूका आफ्ना कुराहरू, त्यसको बारेमा धेरै नभनेर एउटै कुरा भन्छु, तपाईँ आफ्नो पेसाप्रति जिम्मेवार भएर अगाडि बढ्नुहोस्। तपाईँको जुन आदर्श छ पत्रकारको, त्यस आदर्शलाई पक्रेर अगाडि बढ्नुहोस्। सबै प्रश्नको जवाब त्यहाँ पाउनुहुन्छ, तपाईँहरू आफै त्यसको उत्तर पाउनुहुन्छ, अर्कालाई दोष दिनु भन्दै यसका पूर्ण सफलताका साथ हाम्रा केन्द्रीय अध्यक्षजीलाई यस प्रदेशमा स्वागत गर्ने। अब त सबै मेरो प्रदेशको हुनुहुन्छ, सबैलाई धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार, धन्यवाद। समाजवादी प्रेस सङ्गठनका नेपाल साधारण सभाका प्रमुख अतिथि कृषि मन्त्री मान्य गोविन्द बहादुर नेवानीज्यू, हाम्रो समाजवादी प्रेस सङ्गठनले प्रथम साधारण सभा गरेको हुनाले र यो अगाडि वर्षमा राम्रा कुरा हामी राम्रा पत्रकारहरूको हक हितको लागि अगाडि बढ्नेछौँ।
र सदस्यताहरूको विषयमा भयो, तालिमको विषयमा भयो, धेरै कुरोमा छौँ। सबैमा हामी लागेको छौँ। सबै विषयलाई ध्यान आकर्षण गर्छौँ हामीहरू। यति भन्दै र सब तपाईँहरू सहयोग गरिदिनु भएकोले यति छोटो समयमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सभा विसर्जन समापनको यही घोषणा गर्न चाहन्छु।